सेल्टी पुरन ब्लकमा सबैजना स्वागत छ। अनि आज हाम्रो चाहिँ धान रोपाइ भइरहेको थियो बोजूको घरमा। अनि सबैजना सोल्टिनीहरू दिदीआन्टीहरू सबैजना रमाइलो हुनुहुन्थ्यो बोजूहरू होइन। अनि यहाँनिर चाहिँ अब मलाई चाहिँ भिडियो बनाउनु लाग्यो, भिडियो बनाएँ मैले। अनि कस्तो रमाइलो क्या गाउँघरहरू अब यस्तो हरियो पऱ्यो होइन। धान रोप्यो, कति पछि धान रोप्यो होइन, कहिले कति भात धान रोप्यो बनायो, टक्क भिडियोहरू बनायो। त्यसपछि यहाँनिर अब माथितिर कस्तो रमाइलो टाइपको लाग्ने होइन। सबैजना आफ्नो आफ्नो काममा अब माथि चाहिँ बसिराख्नु भएको छ सोल्टिनीहरू। अनि बाजेहरू उता हलो जोत्नु गइरहेछ। अनि यहाँनिर तल हेर्नु भइरहेको कोही चाहिँ अब धान बोकेर हिँड्नु भइरहेछ, कोही चाहिँ सोल्टिनीहरू होइन। अनि एकदम रमाइलो थियो उदाइ चाहिँ एकजना होइन। कस्तो खुसी लाग्यो त्यो आन्टी चढ्नु भइरहेको थियो, मैले बनाइदिएँ आन्टीको पनि, सोल्टिनीहरूको दिदीहरूको होइन। अनि अब यहीँ सोल्टिनीहरूले कति चाँडो गर्नुहुन्छ होइन। त्यो रोप्ने दुईजना हाम्रो सोल्टिनी पर्ने रहेछ, सोल्टिनी पनि सोल्टिनी सबैजना सोल्टिनी पनि ऊ चाहिँ एकदम मिल्ने दाइ, एकदम रमाइलो खालको टाइपको दाइ हुनुहुन्छ। त्यही भएर दाइको पनि बनाइदिएँ मैले कोदालो हानेको। अनि ऊ तल हेर्नु कति चाँडो रोप्नुहुन्छ कि। अब मैले बहिनी पनि ठ्याक्कै स्कुलबाट आएछ नि, बहिनी पनि बनाइदिएँ। अनि त्यसपछि फेरि यता बनाउनु लगाएर कस्तो दामी हेर्नु न, कति तिनजनाले कस्तो मिल्यो, दुईजनाले पनि हेर्नु न कति चाँडो गरेर। तर भिडियो बनायो भनेर होला सायद अलिक ढिलो चलाउनु भएको थियो, अब सकेर पनि होला सायद होइन। तर जहाँसम्म लाग्छ मलाई भिडियो बनाएर चाहिँ अलिकति स्लो गरे जस्तो लागेको थियो होइन। यस्तो अब ढाँड दुखेको छ सोल्टिनीको चाहिँ। त्यही भएर अब हेर्नु दुईजना सोल्टिनी आन्टी कस्तो दामी रोप्नु भइरहेछ, जिस्किनु भइरहेको थियो। त्यही भएर थियो मैले बनाइरहेको थिएँ, अलिक ढिलो भयो। तर यस बनाउनु चाहिँ बनाइदिउँ। सोल्टिनी पनि उभिरहनु भएको छ, हेर्नु कस्तो चाँडो गर्नुहुन्छ। अनि अब यता यसो हेर्नु पऱ्यो भनेर तलतिर झरेर यसो बनाएको त्यो कति चाँडो रोप्ने। आजको हाम्रो टिपुरन ब्लग चाहिँ यति नै। सबैजना थ्याङ्क यू हेरिदिनु होला। राम्रो लाग्यो भने सबैजना लाइक सब्सक्राइब सेयर गरिदिनु होला भन्दै थ्याङ्क यू है सबैजनालाई।